हेलो गाइज, इट्स मी। दिस इज माई पर्सनल ब्लग। आज चाहिँ म यसो होइन सिम कार्ड चेन्ज गर्नु पऱ्यो भनेर जापानको त्यो सिम चेन्ज गर्ने ठाउँमा जाँदैछु। यहाँको हिजो चाहिँ यहाँ हिउँ परेको थियो, त्यो चाहिँ आज पग्लेर गइसकेको छ। हल्का हल्का नै परेको थियो, त्यति धेरै थिएन। दिस इज द ब्युटिफुल प्लेस गाइज। देख्नु भइरहेछ, यो चाहिँ कुनै नदी होइन, यो सानो खोला हो। तर सिँचाइको लागि भनेर यिनीहरूले सानो ड्याम टाइपको बनाएर सिँचाइको लागि उपयोग गरेको छ। जसमा चाहिँ हाँसहरू क्या मजाले तैरिरहेका छन्। हेर्न सक्नुहुन्छ डाँडाकाँडा चाहिँ क्या खतरा ब्युटिफुल देखिरहेको छ है। चारैतिर हिउँ नै हिउँ छ, जता हेरे पनि चारैतिर सबै छ। त्यो डाँडा चाहिँ मलाई सबैभन्दा मन परेको डाँडा। अनि जुम गरेर पनि देखाउन सकिँदैन त्यति धेरै। त्यो सक्यो त। अब के गर्नु गाइस, जापानमा चाहिँ यसरी यो खोला नालाहरू होइन सरसफाइ गर्ने यसरी जुन घाँस थियो त्यसलाई काटेर हटाइँदैछ। हेर्न सक्नुहुन्छ यहाँको। हेर्नुहोस्, अब हाम्रोतिर यस्तो फोहोर भयो भने जलाएर उ गरेर त्यतिकै छोडिन्थ्यो। तर यहाँ चाहिँ त्यो फोहोरलाई समेटेर राखेर त्यो फोहोर फाल्ने ठाउँमै डम्पिङ गर्छन् कि। त्यसैले त जापान यति सफा छ होइन, स्वच्छ छ। चाह्यो भने गाइस हामीहरूले पनि नेपाललाई सफा सुग्घर राख्न सक्छौँ। हेर्ने भनेपछि त प्राकृतिक रूपले जापानभन्दा धेरै धनी, धेरै सुन्दर, धेरै ब्युटिफुल कन्ट्री हो नेपाल हाम्रो होइन। त्यस्तो ठाउँमा जन्म पाउनु त भाग्यमानी हो, भाग्यमानी हो। अनि दुर्भाग्य के हो भनेपछि यस्ता चोर नेताहरू जसले देश बेची खाइरहेछन्, जल बेचे, थल बेचे, सबै बेचिरहेछन्, आफ्नो इमान बेचे, त्यस्तोहरूको कार्यकालमा जन्मिनु नै मेरो सबैभन्दा दुर्भाग्य हो। त्यसैले अहिले म जापानमा छु। नत्र भने अहिले मेरै देशमा सायद आफ्नो बाउसँग, आफ्नो फ्यामिलीसँग बसेर म पनि अहिले होली चाडबाड सबै कुराहरू प्रत्येक दिनको दुःख सुख जे जस्तो भयो नि होइन सँगै कटाउने थिएँ। मनमा छ, दुःख छ, धेरै के गर्नु हो। दुःख भयो नि कर्म गर्नुपर्छ। एउटा छोरा भएर, छोरी भएर जन्म लिइसकेपछि अब अहिले सबैले होइन सामाजिक सञ्जाल होस् या रोड सडकमा होस्, सबैले नेताहरूलाई पेलिरहेकै छ जस्तो शब्द प्रयोग गरेर पनि होइन। अब मलाई चाहिँ त्यस्तो शब्द प्रयोग गर्नु छैन, गऱ्यो भने त खत्रै आउँछ, फेरि पनि ठिक हुँदैन। त्यही भएर अलि आमा बाउले दिएको संस्कारहरू पनि बचाउँ। त्यही भएर दुई लाइन राम्रो मिठो तरिकाले भन्छ। धरती बेचे, पानी बेचे, बेचे मन, जनताले नै धिक्कार्दैछ, छैन गुमान हो, छैन गुमान। म त नेपालको छोरो, मेड इन नेपाल। कस्तो लाग्यो त गाइस, कमेन्ट गर्नु होला। अनि के गर्नु होइन, अब भन्छन् 84मा जित्यो भने म यो गर्छु ऊ गर्छु, केही पनि गर्दैन। 84 पछि 90को चाहिँ तयारी गर्छन् उनीहरूले। कसरी प्रधानमन्त्रीमा लट्ठो टेकेर हुन्छ कि होइन, व्हिल चेयर प्रयोग गरेर हुन्छ। उनीहरूलाई चाहिँ प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्री, मन्त्री परिषद लगायत सबै पदहरू चाहिने छ होइन। त्यसैले अहिले जनताकोलाई धेरै ढाँटिसके जनताहरू धेरै होइन। अहिले त पहिलाको जस्तो छैन नि त। पहिला त विभिन्न प्रकारका भ्रमहरू, झुटहरू फैलाएर होइन, जुन अशिक्षित थियो, अशिक्षामाथि, अन्धो अशिक्षामाथि यस्तो खेलवाड गरे, रुटतन्त्र चलायो होइन। अब त्यस्तो छैन गाइस। अब परिवर्तन भइरहेछ, परिवर्तन हुँदैछन् युवाहरू। अब भनेको युवाहरूले नै हो देश धान्ने भनेको। यो पछिल्लो समयमा देखिएका बालिन शाह
ज्ञानेन्द्र साई, रवि लामिछाने, धरानको मेयर हर्क साम्पाङजी, गोपी हमालजी लगायतका धेरै छन्। धेरै राम्रो पनि होलान् होइन। काङ्ग्रेसमा, माओवादीमा, ती पार्टीहरूमा पनि हेऱ्यो भने कोही न कोही त हुन्छ नि होइन। अब किचडको उसमा 1-2 कमल फुलिरहेको हुन्छन्। त्यस्ता नेताहरू पनि हुन सक्छन्। तिनीहरूलाई खोजेर अब आउने समय त 84 जानु हुँदैन के। सक्यो भने अहिले नै सत्ता ढलाएर युवाहरूले सत्तामा आउनुपर्छ कि। 84सम्म यिनीहरूले देश बेच्छन्। अहिलेको चर्को नारा भनेको युवाहरू प्रत्येक दिन 4000 5000 देश छोडेर मतलब खाडीमा काम गर्नलाई गइरहेछन् भन्ने छ नि। अब तिमीहरूले त्यस्तो चर्को स्वर उठायो भने नि कुन दिन यिनीहरूले त्यो इन्टरनेसनल विमानस्थल नै बेचिदिन्छन् अनि भन्छन् नि त। अनि गफ लगाउँछन् बेचेर। तपाईँहरूले भन्नुभएको थियो विदेशी रोक्नु पर्यो भनेर होइन। विदेश जानबाट युवालाई रोक्नु पर्यो भने अब रोक्दे त भनेर। अनि आफूले भ्रष्टाचार गरेर सबैसँग भिख मागेर दैनिक रूपमा जुन बनाएको छ पोखरा इन्टरनेसनल, त्यहाँबाट चाहिँ फेरि युवाहरू बेच्न चाहिँ तत्पर हुन्छन् है। होस् गरौँ नेपाली जनताहरू जागौँ। कहाँ पऱ्यो हो यस्तो ठाउँमा? साइकल धकेल्नै गाह्रो हुँदो रहेछ त यो त। ओ माइ गॉड। यहाँ चाहिँ जो स्कटिङ गर्छ नि त तिनीहरूको लागि बनाइदिएको छ। क्या दामी है। यसरी खोलाको किनारमा बिहानै आएर खेल्छन् अनि पो यिनीहरूको बुद्धि जाग्छ नि त। हाम्रो नेपालमा त होइन अब क्रिकेट ग्राउन्डबाट लिएर फुटबल ग्राउन्ड सबै देखिसक्नु भयो होला। के हालत छ सबैलाई थाहै नै छ। अब के भन्नु त्योभन्दा बढी त होइन, सबैले देखेकै हो। हेर्नु गाइस, यस्ता पुलहरू त यति छन् हाम्रो नेपालमा। यस्तो पुलहरू देख्यो भने नि ओहो खतरा विकास भएछ भन्छन् कि। तर यहाँ आइसकेपछि थाहा हुन्छ यिनीहरूले यो त खेलमा बनाओ। किन यही खोलामा 10-15वटा पुल छ, खेलमा बनाओ भन्ने जस्तो लाग्छ कि। हेर कति वर्षका वृद्धहरू पनि यसरी जगिङ गर्छन् यिनीहरूले चाहिँ होइन। अब मैले आफ्नो उमेर 60सम्म काम गरेँ। अब चाहिँ काम गरिसकेपछि रिटायर भयो नि। अब मजाले बसी खान्छन्। हेर यिनीहरूले अशक्त भयो भने जुन नर्सिङ केयर हुन्छ नि त्यहाँ गएर यिनीहरूले चाहिँ त्यहाँबाट सुविधा लिन्छन्। क्या मजा, नुहाइदिने अर्को, खुवाइदिने अर्को, लुगा लगाइदिने अर्को। यसको जिन्दगी अनि पो 100 वर्ष बाँच्छन् हो। हाम्रो गाउँघरको हजुरबा हजुरआमा 80 वर्षसम्म हुन्छ होइन। छोरा नातिलाई उ गर्छन्। कति बुढेसकाल भयो भने छोरा नातिहरूले भिजुअल बनाउँछन् हो। भन्छन् नेपालमा सबै दयालु छन्, शान्ति छ, यो छ केही छैन हो। गर्नेहरूले गरिरहेको जो गर्दैन म तिनीहरूलाई मात्र भनेर हो। सबै त्यस्ता छन् भन्ने हुँदैन। र कोही भन्छ नि त होइन। कोही चाहिँ के हुन्छ भनेपछि चिनीमा पनि नुनको कणहरू जस्तो के। त्यही भएर आमा बाउले भगवान पुजिने भगवान हुन्छ। उनीहरूको सेवा नै धर्म हो। माथि बसेका भोलेनाथ नारायण सबै भगवान्हरूले पनि त्यही भन्नु कि आमा बाउको सेवा नै हामीहरूप्रतिको धर्म हो भनेर भन्नुहुन्छ। त्यसैले आमा बाउको हजुरबुवा हजुरआमा अशक्त हुनुहुन्छ भनेपछि होइन मनदेखि नै माया सम्मान अनि रेस्पेक्ट अनि आदर सत्कार गर्नु होला। यही भन्छु म पनि त्यसैको हुडीमा। मेरो आमा बाउलाई बुढिनुभन्दा अगाडि नि मेरो आमा बाउलाई म त्यो ठाउँमा राख्न चाहन्छु नि, त्यो ठाउँ पुर्याउन चाहन्छु नि। उहाँले अहिले लगभग 60 वर्ष हुनुभयो है। अहिलेसम्म त उहाँले केही सुख पाउनु भएको छैन होइन। अबको दिनहरूमा होइन सुख दिन सकौँ भन्ने कि त्यो लेभलमा पुर्याउनु छ कि आमा बाउले जसरी पनि हुन्छ होइन। अब सोच बनाएर आइयो जापान आउन त। तर हरेक ग्यासमा ढुङ्गा लाग्दैछ जापानमा पनि। एजमा मर्द हो, मर्दलाई दर्द हुँदैन भन्छन्। तर भित्री मन दुखेको कसलाई थाहा हुन्छ र त्यो त एउटा मर्दलाई मात्र थाहा हुन्छ, एउटा केटा मान्छेलाई मात्र थाहा हुन्छ कि कति पीडा हुन्छ भन्ने। यस्तै हो गाइस। साइकल पार्किङमा पुगेँ बल्ल होइन। आधी घन्टा त
साइकल दौडाएर यो चाहिँ बाहिर निस्किने ढोका तल कुर्सी राखेर ड्याङ कि ड्याङ भनेर अब टिभीमा कनेक्ट गरेर गर्नु गेमिङ चेयर ओहो यो सेकेन्ड ह्यान्ड जस्तो भन्नु ओ मा यहाँ मास टोइने बाहिर होइन 15-20 हजारमा पाइने सामान यहाँ भित्र राख्यो भने 50,000 हुन्छ भने एउटा राङ्गिङवाला हुन्छ नि त्यो वाला चाहिँ मस्त हुन्छ कि खतरा महँगो पाइदो रहेछ है दामी रहेछ भन्दा लाग्यो दामी त्यो त माइक भएको माइक छ है यो वायर हाल्नेवाला बिग्रिन्छ के पछि यसो चिकन टिक्का म बिरयानी पनि हुने ओहो सुप खाइदिनु केटा कस्तो हुन्छ यसो खाइदिनु मस्त छ चाउमिन फ्राई गरेको पानीमा आलु फ्राई हालेर मजा बनाएको हल्का पिरो वाला मतलब पाइन्छ पिरो माग्नु